हेलो फेरि पनि नमस्ते स्वागत छ तपाईहरुलाई एमटी भ्लगमा। आज फेरि न्यू भ्लगमा तपाईहरुलाई स्वागत गर्दछु। अनि आज चाहिँ म क्योतो जाँदै छु अरसियामा घुम्न। तपाईहरुलाई देखाउने छु भ्लगहरुमा। ट्रेन स्टार्ट भयो, हामी चाहिँ अब रेडी भएर जाँदै छौं। क्योतो बासै घारी छ त घुम्ने नै बास घारी हैन। Please make sure you have all of your belongings with you. We are now arriving at Matsuo Taisha, station number HK97. Please exit from the left. साथीहरु यो ट्रेनमा आएको थियो, यसको लेन्स चाहिँ डेन्जर रहेछ। फाइनली गाइज हामी चाहिँ पुग्यो अरेसियामा। यो चाहिँ ट्रेन स्टेसन। फाइनली पुग्यो साकुरा। यहाँबाट हेर्दा जाऊँ न। यो बाटो साकुरा चाहिँ पुरै फुलेको छ। मैले देखाउँछु सबैजनालाई, हेर्नुहोस्। यो पुरा साकुरा केटीहरु पनि छ। भ्लग खिचिरहेको छ यहाँ, म पनि भ्लग साकुरा। यही साकुरा हेर्न चाहिँ जापानिजहरु पुरै भेला हुन्छ है साथीहरु। पुरै छ क्या। दामी छ क्या। यस खत्रै छ है। साकुरा भनेको चाहिँ यो फुललाई भन्छ, जापानिजमा चाहिँ साकुरा भन्छ यो फुललाई। यो भिडियो भरि नै साकुरा भन्दै छु फेरि म। गिटार पनि बजाइरहेको छ। दामी छ है तर है। त्यो डाँडाको चाहिँ देख्दैन है। ढुङ्गा पनि रहेछ है। त्यसको पोखराको याद आयो कि हैन, पोखरा। मान्छेहरु धेरै छ है। हामी पनि किमोनो लगाएर हिँड्नुपर्छ जस्तो छ। क्रसिङमा छ मैले मान्छेहरु बजारहरु बिस्तारै जान। खानेकुरा बजारहरु छ। यो आइसक्रिम, त्यो आइसक्रिम हो क्या है। खत्रै छ तर यहाँ पनि साकुरा रहेछ है। साकुरा फेरि जापानिजहरु जुन पसलमा के प्याक हुन्छ नि, त्यही पसलमा लाइन लगाएर बस्छन्। त्यही टेस्टी हुन्छ। यहाँको सामान। अब हामी जंगल बाँस घारी भित्र छिर्नेछौँ। त्यहाँ साकुराको कलर हेर्नु न, खत्रै छ है। यस्तै बाँस चाहिँ पुरै सिधै सिधा छ फेरि है। काट्नु पनि सजिलो। यही हेर्न आउँछ के कति मान्छेहरु। यहाँ चाहिँ छ के राम्रो छ है यो। यहाँ चाहिँ हजुर
ल साथीहरू अब माथि एकछिन हेर्नु न कस्तो दामी देखिरहेछ क्या ओ खत्रै आइरहेछ खत्रै छ माथि सबै घुमाउनु साकुरा यहाँ चाहिँ राम्रो छ यहाँ खत्रै छ यहाँ चाहिँ साकुरा त्यो कलरको साकुरा चाहिँ दामी छ क्या यहाँ यो कलरको साकुरा चाहिँ खत्रै छ सक्नुहुन्छ साकुरा 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 त्यो डाँडाको साकुरा चाहिँ डिन्जर देखिन्छ कि तर यो चाहिँ पुरै क्या पोखराको जस्तो होइन कतिवटा ढुङ्गा छ क्या यहाँबाट ढुङ्गा कतिवटा टन्नै छ त्यो पोखराको जस्तो ढुङ्गा कति टन्नै छ पनि जाने हो कि भनेर सोचिरहेकोこれ今の時間、はい、ここから1時間以内にここか向こう岸どっちかで降りてください。どっちでもいい。わかりました。Yes. Finally guys हामी एउटा बोटको 2000 एउटा बोटको चाहिँ 2000 छ गाइस साथीहरु अब चाहिँ हामी जाने हो चढ्न है बोटमा यो बोटमा हैいいじゃん、いいの持ってるね。持ってない。これ高いね、これ。いくらした？8万ぐらい。ものचलाउनेね。なかなかですな。そうだね。चलाइरहेको छौँ हाम्रो साथीले। अनि चाहिँ बोटमा अहिले जाँदैछौँ ट्याक्क लगाएर। कत्रै छ यता ओए मजा आइरहेको छ। यहाँ हेर्नु न। तपाईहरु एいいですねこっちは。जानु हो यता कत्रै छ के तर आमा यो चाहिँ हाम्रो बोट यहाँ चाहिँ बोट हाम्रो बोट यो चाहिँ हाम्रो बोट पुरा दिन गर्छ के हेर दाम नै दाम छ पल्टे भनेको थाहा भएन के हैन कतै छ हैन पुरा राम्रो भयो ओला ढुङ्गा चढी राखेको छौँ हामी कतै छ टन्नै छ गाडी चाहिँ हाम्रो बोटमा गएर पानी त पुग्यो है यहाँ ठोक्यो भने ढुङ्गा रहेछ हैन जाने हो है गाइस साथीहरु बोल्दै जाने चलो न गाइस आफैले ढुङ्गा चलाउने सही भयो यो पनि फर्स्ट अनुभव क्या हो जापान आएर है ढुङ्गा चलायो नेपालमा पनि चलाउँदैन क्या चाहिँ फर्किनालाको रात पनि पर्न भयो साकुरा फुलेको छ अँध्यारो देखिरहेछ तर रातको रेस्टुरेन्ट है खत्रै छ साथीहरु थ्याङ्क यू सो मच तपाईहरुले लास्टसम्म हेरिदिनु भएकोमा आजको भ्लग चाहिँ यही समाप्त गर्दछु अनि अब हामी फेरि पनि न्यू भ्लगमा भेट्नेछौँ कस्तो लाग्यो यो कमेन्ट गर्न नभुल्नु होला अनि लाइक शेयर सब्स्क्राइब गर्न पनि नभुल्नु होला यस आजलाई यति नै अब फेरि पनि नेक्स्ट भ्लगमा भेट्नेछौँ टिल देन बाई बाई